हाई गुड मर्निङ गाइज वेलकम ब्याक माई युट्युब च्यानल। हजुर सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले चाहिँ म सुपरली माता दर्शन गर्न जाँदैछु। हामी चाहिँ अब पूजा गरेर फर्किन लाग्यो। सैनिक 12 जस्तो यो मागेर फोटो बताओ अरे बाहिर सुन्यो यता आउँछ नि यो परेवाला यस्तो चामल दिने कता हो परेलाई हामी चाहिँ अहिले दर्शन गरेर सबै भइसक्यो। भात मैले चाहिँ सादा भात पूजा गरेर यो चाहिँ थुक्पा चिकन थुक्पा यो भेज अब चाहिँ खाना खानु लाग्छ। खाना खाएर भेटौँ। Later. ल गाइज
अहिले चाहिँ हामी पूजा गरेर होइन अहिले झलुङ्गे पुलमा हिँड्दैछौँ। सुब्बादेउराली मन्दिरको अलि माथिपट्टि देखाउँछु अहिले होइन। अहिले त म बोलिरहेको छु, देख्न सक्नुहुन्छ उता हो बाटो यता छ, मन्दिरहरू यहाँ छ। तल हेर्न हुन्न कि हिँड सिधै हो, तल हेर्न हुँदैन चक्कर आउँछ होइन। सुई त हिँड्ने हो कि त्यो भिडियो बनाउनु लाउने यो गर्न लाउने भने त झन् मलाई त कस्तो कस्तो लाग्छ, तल हेर्दैन म है गाइस। यो झलुङ्गे पुल चाहिँ लास्टै लामो छ क्या, त्यही भएर चाहिँ म अलिकति पहिलोचोटि भएर हो क्या यो लामो झलुङ्गे पुलमा हिँड्दाखेरि अलिअलि कति कस्तो लाग्ने। अनि उतातिर घर नजिकको त झलुङ्गे पुलमा चाहिँ केही हुन्न त्यस्तो नजिकैको होइन, खोलाको नजिकै यो अलि लामो छ नि त होइन, त्यही भएर अलिकति डर लाग्यो अवस्था। यो हल्यो भने चाहिँ डर लाग्ने रहेछ है। टिकटक भिडियोहरू बनाउँछन् यतातिर, अलि राम्रो आउँछ, हेर्न सक्नुहुन्छ। आऊ न म वहीँ पुगेर बिस्तारै आऊ क्या। हेर्न सक्नुहुन्छ यहाँ नेपाल, हजुर यहाँ टिकटक भिडियो बनाउन लाग्नु भएको छ। यस्तै छ, के गर्नु, दुःख सुख। म चाहिँ अहिले झलुङ्गे पुलबाट चाहिँ हिँड्दैछु माथि। यो रमाइलो रहेछ, तर शनिबार र आइतबार चाहिँ आउनु हुँदैन अरे, भिड हुन्छ भन्दै थियो। शनिबार र आइतबार शनिबार आइतबार छोडेर अरू बार आउनु होला, किनभने शनिबार आइतबार अब सार्वजनिक बिदा, त्यो गर्दाखेरि छुट्टी हुन्छ नि त स्कुलको पनि, अनि त्यही भएर पनि भिड हुन्छ। अनि अफिस कार्यालयहरू अरू सबै बन्द हुन्छ, त्यही भएर बिहानै अलिक छिटो आउनु पर्ने रहेछ। यस्तो छ, म चाहिँ अहिले हिँड्दैछु। यति चोखो माया दिउँला तिमीलाई। म चाहिँ यो पुल चाहिँ त्यहाँ सुरुदेखि यो लास्टसम्म चाहिँ वारिपारि पार गर्दैछु अहिले चाहिँ। अनि कति मान्छेहरू त अलिकति डराएर आधी बाटोबाटै फर्केर गए होइन। म चाहिँ अब पुग्न लागिसकेको छु होइन, पुगिसक्यो पनि पुगिसक्यो, पारी आइसक्यो। पारी आइसके। माथि जानु सिरिसी जाने मकसद यो बाटो यो गरेर तर आएर
अनि यहाँ चटपट खानु होइन मिठो मिठो पाउँछ एकदम ब्रान्डेडवाला पाउँछ यहाँ चटपटहरू सबै छ म त हिँड्न सक्यो त हिँड्न सक्यो नि त यार उहीँ छोड्दैन अहिले चाहिँ म सुब्बा देउराली मन्दिरमा पूजा गरेर आइसकेँ होइन जसले हेर्नुभयो थ्याङ्क यू सो मच होइन कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला योभन्दा पनि अझै राम्रो राम्रो भिडियो बनाउने कोसिस गर्नेछु अनि कहाँदेखि हुनुहुन्छ प्लिज कमेन्ट गरिदिनु होला भन्दै थ्याङ्क यू सो मच